साथीहरू, हामी आफ्नो जीवनमा जतिसुकै राम्रो कार्य गरे पनि, चाहे सामाजिक कार्य होस् या धार्मिक कार्य होस्, अरू मानिसको दृष्टिमा हामी जतिसुकै राम्रो मानिस भए पनि हामी जप तप पूजा पाठ यज्ञ हवन व्रत उपवास गरे पनि, हामी जति तीर्थ यात्रा गरे पनि, तीर्थाटनमा जतिसुकै दान दक्षिणा दिए पनि, देश विदेशमा हाम्रो नाम जतिसुकै फैले पनि, देश विदेशबाट जतिसुकै हामीलाई मान सम्मान प्राप्त भए पनि, प्रशंसा पाए पनि, तर साथीहरू, यदि हामी संसारलाई समय दिन सक्छौं तर घरमै बुढो भइसकेका आमा बुवालाई समय दिन सकेन भने, बुढो भइसकेका असहाय निर्बल कमजोर आमा बुवालाई एक्लै छोडेर यदि तपाईं धार्मिक कार्यतिर लाग्नुहुन्छ भने, तपाईं साधु महात्मा भए पनि, सत्संग प्रवचन गरे पनि, दान पुण्य जप तप पूजा पाठ भजन ध्यान गरे पनि, यदि बुढो भइसकेका आफ्नो आमा बुवालाई एक्लै छोडेर संसारको झुठो मान सम्मानतिर लाग्नुहुन्छ भने, याद राख्नुहोस्, हामीले गरेको सम्पूर्ण कार्य व्यर्थ छन्, व्यर्थ छन्, व्यर्थ छन्, व्यर्थ छन्, व्यर्थ छन्। यदि हाम्रै कारण हाम्रो बुढो आमा बुवाको आँखामा यदि आँसु छ भने, उहाँको मनभित्र यदि पीडा छ भने, र हाम्रो कारण हाम्रो आमा बुवा यदि रुनुहुन्छ भने, त हामी जस्तो दुर्भाग्य अभागी मानिस यो संसारमा कोही पनि छैन साथीहरू, र यही सत्य हो।